धिताल। आज म चाहिँ यहाँ नयाँ फ्री फायरको भिडियो लिएर आइसकेको छु। आज चाहिँ म क्राफ्टल्यान्ड खेल्न गइरहेको थिएँ। त्यसमा चाहिँ मैले कतिवटा हेडसट हान्छु तपाईँहरूले काउन्ट गर्नुपर्छ है त ल। अब यहाँ लोडिङ हुँदैछ, एकछिन भन्नु। खोइ त हेलो गाइस, हाउ आर यु? फिरवटा नाम भनेर न अहिले उठिने यस्तो खराब गर्न मिल्छ नि। फेरि नमस्ते हेलो गाइज, हाउ आर यु? मेरो नाम चाहिँ राघव धिताल हो है। अनि म आज चाहिँ फ्री फायरको भिडियो खेल्न गइरहेको छु। अनि आज चाहिँ म यहाँ क्राफ्टल्यान्डको मैले कतिवटा हेर्छु। अब सुरु गरौँ है त। क्राफ्टल्यान्ड चाहिँ क्राफ्टल्यान्ड है। म 1v1 खेल्छु है। 1v1 खेल्छु, 2v2 खेल्न पनि सक्छु म। 1v1मा हाऱ्यो भने चाहिँ अलिकति नलेख्नु होला है। When it comes to the Garcias, I'm the good boy. सुरु हेर्नु त गाइस त्यो ल म्याच सुरु भइसकेको छ है गाइस। अब सुरु भइसकेको छ। अब चाहिँ म यहाँ हान्न गइरहेको छु। खोइ त ल के हो हाम्रो त सेन्टी क्रिएटरको खोइ त छिटो यसो है। अब हाम्रो राउन्ड चाहिँ सुरु भइसकेको छ त। अब मेरो अपोनेन्टको पऱ्यो त पहिला सुरु यहाँ भेस्ट यहाँ पहिला सुरु है। गाइस मैले त दुवाले दिनु हेडसट हो भने त हेडसटै रहन्छ त। गाइस हेर्न सक्नुहुन्छ मैले यहाँ एकजना म्याच अघि भर्खर है यसरी मैले भर्खर हेडसट हाने। त्यसले चाहिँ सबभन्दा पुरो हुन्छ यो गाइस। ऐनाको म्याचमा चाहिँ मैले ग्लु नै लिनु बिर्सेँ है। खै त ग्लु नै लिनु बिर्सेछु है। यसपालि कस्तो है अरू गनै रहन्छ ल अन्ली हेडसट हाने है। ल गाइस यसलाई पनि सिधै मैले है। हेर्नु गाइस अब के गर्नु, यस्तो पुरो भएपछि अब के गर्नु होला। हेर्न सक्नुहुन्छ यहाँ अब म यसलाई हान्छु। ल देख्नुभयो गाइस यहाँ मैले कस्तरी हानी पुरै हेडसट गइदिरहेको गाइस। ल गाइस मैले म्याच जितेको अर्को पालिमा चाहिँ अब म ऊ खेल्छु है। भिडियो स्टप गरेर हाल अनि अर्को बनाउनु। गाइस मैले चाहिँ एउटा स्याङ्जी क्रिएटरको एउटा नयाँ चाहिँ म्याप लगाइसकेँ है। कन्टिन्यू बन्डल 3 होइन बन्डल 8 है। हजुर ल्याउनु न त ल्याउनु फुरुन्न न। ए गाइस सरी मैले चाहिँ अलिकति भुटेरै मारेँ। यसले चाहिँ अब चाहिँ हेर्नु है के अफलाइन क्या के हो यो।
किन कहाँ लुकिएको छ यो नि यस्तो पावर हुन्छ मकडी क्यारेक्टरले हानिदियो गाइस कस्तो रहेछ अहिले त मजा नै पख भुटुवा गेम रहेछ अलिकति यस्तो क्रिमिनल मन्डल हो बल्ल पो आएको नि मेरो बुढा अब कस्तो हुन्छ नि गाइस हेर्नु सक्नुहुन्छ है यहाँ म यहाँ यस्तो कडा क्यारेक्टर लिएर आइसकेको छु है कुन चाहिँ कुकुर फेरि हो इमोट नि देखाइदिनु न आफ्नै इमोट नि ओहो मकडी गाइस म किन नबोलेको सुकै भिडियो बोल्नु पनि पर्दैन त गाइस हेर्नु सक्नुहुन्छ मेरो रिफ्लेक्सेस ल भाइ चाहिँ गाइस म भुटेर मारिदिन्छु त भुटेर रहेछ म ल हेडसट ए ल guys
हुन्छ गाइज मेरो जस्तो छैन McLean watching kota gaysa u त्यो पहिले सुरु यसलाई चाहिँ खुट्छु म अनि बडी नकरा है गाइस म चाहिँ अब यही एन्ड गर्नु